हेलो साथीहरू, आज चाहिँ म अफिसबाट अलि ढिलो आएको थिएँ अनि घर आएर छोरी खोज्छु त छोरी छैन। यसो पछाडितिर हिँडेको त खेल्ने ठाउँमा गइछ कि भनेर हेर्न गएँ अनि यहाँनिर दुईवटा बहिनीहरू खेलिरहेको रहेछन्। दुईजनाले जिस्काएँ अनि त्यसपछि म सरासर गएँ। जाँदाखेरि त त्यहाँ हेर्नुहोस् त हजुरबासँग खेलिराखी रहेछ छोरी त। अनि एकैछिन खेलिराखी छोरीले मलाई देखेकी नै छैन। अब खेल्छ होइन, हजुरबाले बोलाउनुहुन्छ ऊ मान्दिने। अनि त्यसपछि अब गई त्यो पर देख्नुभएको छ नि, हो त्यो ग्रुपमा गएर अब त्यो भाइहरूको बल चोरेर लिएर आउँछ। अब उसले मलाई देखी, हेर्नुहोस् है, आफ्नो बल चाहिँ नलगेर उहाँ हजुरबा चाहिँले चाहिँ बल देखाउँदै हुनुहुन्छ। अब उसले चाहिँ उनीहरूको बल चोरेर ल हेर्नु है त, सिधै म भाटामा आउँछ, कसैलाई पनि नहेरिकन धम्माधम हिँडेर आउँछ। हेर त ल लखर माउरी ल हिँडेकै हेर्नुहोस् त ल। त्यो आफूभन्दा ठुलो त बल छ ल, गुल्टुममा मेरो छोरी गुल्टुममा भइरहन्छ। ल ल ल भाइले लिएर गयो आफ्नो बल। अब मेरो छोरी हेरेको भयो। अनि हामी आमा छोरी एकैछिन रमाइलो गऱ्यौँ। अनि मैले छोरीलाई चाहिँ आन्टी चाहिँको टोपी लिएर आइदिएको थिएँ अनि लगाइदिएको, देखाउनलाई गएँ कि हजुरबालाई हेर्नु न देखाइ। अब निकालिदिन्छ भनेर रिसले आइकी अनि है, अब आफै निकाल्छ। ल हेर लखर मौली ल ढली माछा त कति मार्छे। अब ऊ त्यो भाइहरू उहाँ पर गयो क्या, ऊ पनि सँगै हिँडेछ। अहिले चाहिँ यहाँ साउन्डमा भुटुटुटु आइरह्यो होला। मेरो छोरी यहाँ खेल्दैछ, मेरो छोरी यहाँ पेटा भुटुटुटु पार्दैछ। थ्याङ्क यू सो